31年の日本最大の大仏も復元され、その他百尺観音、एउटा नेभिगेसन, दुईटा नेभिगेसन, तीनटा, चारवटा नेभिगेसन स्टिल लसिङ। Hello everyone, welcome back to my channel. So नयाँ दिन नयाँ भ्लग। अनि आज चाहिँ हामी घुम्न निक्लिँदैछौँ। सो मेरो साथी साजन त्यो चाहिँ गाडी किन्यो होइन, उसलाई हात बसाल्न पनि मन छ अरे, डुल्न नि मन छ भन्दै थियो। कताबाट आउँछ यहीँ आउँछ जस्तो कुरा गरेको थियो। सो त्यही हो, केको कडाखा डिफ्रेन्सहरू भन्दा आएको 3 वर्ष भयो क्या गाडी हान्दिए किनिसक्यो। सो कहाँ चाहिँ छ तिनीहरू? हामी चाहिँ अब नोकोगिरी समथिङ के हो भन्ने ठाउँमा जान लाग्यो। ठ्याक्क कस्तो केबल कारमा चढेर गएर माथि माउन्टहरू छ, पहाड छ, ठ्याक्क तल पुरै सी हेर्दै उमी हेर्दै मजा लिनुपर्छ। यही हो। ल हामी चाहिँ गाडीमा चढिसक्यौँ। हाम्रो ड्राइभर दाइ ल, यहाँ चाहिँ प्रकाश छ। अनि हामी एकजना लिन्छौँ अझै। हाम्रो त्यो ग्रुपको चाहिँ त्यही हो, पूजा, दुर्गा, प्रकाश, म। सो त्यही हो। अनि फर्स्ट इयरसम्म चाहिँ यो हाल्नुपर्छ। ठिक छ। फर्स्टमा गाडी चेकअप गर्ने हो, गाडी चेकअप गरेपछि अनि बल्ल त्यता निक्लिने प्लान छ हाम्रो। त्यही हो। ल ठिक छ। सुगाहरू यो ठाउँमा सेनमन स्कुल हिँडिन्थ्यो, चप्पल पड्काउँदै सोल्टी 4वटा पाङ्रो पड्काउनु लाग्यो। सेउ यही भइहाल्यो। चिबा मोदो गएको यता भइहाल्यो। म्यापले मखला बनायो हामीलाई। कमेडी भइरहेछ। म्याप हेर्दा बाटो थाहा छैन, बाटो हेर्दा म्याप थाहा छैन। यस्तो फनी नेभिगेसन ठ्याक्क त्यो हेर्दै अगाडि सुन्दै हिँड्छ नि। हामी त अब यता हेर्ला यतै हेरिरह। ल सिउरोसीमास यहाँ अब गाडी यसो चेकअप गरेर अनि चल्दै हुनुपर्छ। हेर सुजुकी सिफ्ट बबाल बनायो। साथीलाई पार्किङ गर्ने 5 मिनट लाग्यो। पर्फेक्ट पार्किङ भएको छ त्यहाँ। रमाइलो साथी, रमाइलो। सो फुल गाडीको बडी चेकअप चाहिँ आधी घन्टापछि आइज भने चेकअप चाहिँ आधी घन्टाभित्रमा चेक गरिदिन्छ अरे। अब इनकेस बनाउनु चाहिँ त्यही त भन्छु भन्दा चाहिँ। सो त्यही हो, यही हो बनाउन चाहिँ। अब मिलाएर पनि गएर कम्पनी गएर नर्मल्ली पानी सानी जुस सुस खानु पऱ्यो। खाइमन खाना खाएर हिँडेको भएर सो यो नर्मल यति मात्रै। भेटेको नि त नि। ल यहाँबाट चाहिँ सक्यो काम। अब बिस्तारै निक्लिँदैछौँ। पूजालाई भेट्छौँ अनि पूजालाई पिक गरेर जान्छौँ। ल निक्ल्यौँ अब हामी यहाँबाट। हामी जानु पनि कहाँ लेट होइन त त्यही हो र। पुग्ने ठाउँ कति बेला घन्टा देखाएको छ तर हाम्रो 2 घन्टा लाग्छ होला। अब बलायो कस्तो भुटुन्ड होला। ठिकै छ। हामी चाहिँ अहिले चिबा स्टेसन हो।
पूजालाई कुर्दै हो पूजा आइसकेर जानुपर्छ अनि यस्तो छ खाना चाहिँ हाम्रो पाहुना आउनु भयो बल्ल यही मान्छेलाई कुरेको आएर पूजा के गरेर बाटो हेरेर बस्यो नि उभि निदाएर अहिले आएर त ल अब सिबाइकीबाट अगाडि त सिट बेल्ट लाए पछाडि नि हेर्दैछ ल अब चाहिँ हामी चलिदिन्छौँ माउन्ट रे माउन्ट पनि छ यतातिर के भन्नु यताबाट पनि पुग्छ होला नि त त्यही बाटो हो छाड्दैन नयाँ रोड देखाइहाल्छ कि यता जाने बित्तिकै अब तिनीहरू यता जानु मिल्दैन थियो बाटै त उस गऱ्यो कि गलत चढ्यो चिबा एकै घुमे बस 1 घन्टा भनेको कति हुन त आफैले 2 घन्टा लाग्छ कति बेला 1 घन्टा देखाएको छ तर हाम्रो 2 घन्टा लाग्छ होला त्यसो मलाई 1 घन्टा थप्यो त्यसमा पनि थप्न पर्ने हो टाइम मजा हामीले ए त्यसो भए त फुजी त्यो त्यसको गाडीमा गयो भने त नि 5 घन्टा म्यापै कहाँ देखिरहेको छ ट्रेनमा 3 घन्टा नै अब राइट हो सिधै हो नि सिधै छ अब गाडी एउटा 4 जना चाहिँ हामी 4 जना के अरे म्याप यो त अस्ति 7 जना आयो के हेर्नु पर्ने हो ल हाइवेबाट चाहिँ निक्लियौँ यही गरेर अब कता हो छ त त्यो के अरे उसको जस्तो हाकोनेको जस्तो 2 डब्बे टाइप बोर्ड चढ्ने हो क्या माथि लिमिट टाइम छ के माथि लिमिट टाइम छ फर्केसी भुटिङ पनि ठुलो मात्रै छ कस्तो यो त हेर्दाखेरि त फिसिङ गर्ने बोर्ड जस्तो छ होइन र माछा नि खाना बोर्ड जस्तो छ हामी चाहिँ गाउँ बजार गाउँमा कता आयो कता एउटा नेभिगेसन 2टा नेभिगेसन समझ रहे हो 3टा 4वटा नेभिगेसन स्टिल लसिङ त्यही त भन फेरि यत्रो आयो खानेको छ के गर्नु साथीहरु जानु छ मलाई थिरानेको छ बल्ल मैले मान्छे देखाएर कसम हामी चाहिँ पुग्यो बल्ल तल अरे 1 घन्टा भनेको थियो अरे 3 घन्टा बढी लाए ल अब हामी चाहिँ अब पार्किङमा आइपुग्यौँ उस गऱ्यौँ ल हामी चाहिँ अब गयौँ बिस्तारै चढ्दैछौँ ल अब यहाँबाट टिकट काट्ने हो जाने हो टाढा हेर्नुपर्छ माथि तल नै माथि 空いている窓から手や顔、カメラ出さないようお願いいたします。この山は全山両海岸3階で
長い歳月の間に増えた浸食され至るところ、奇岩、海石、洞窟があり、山頂の日本地形内は33万平方メートルの広大を誇り、千葉県指定の18所36景など数多くの秘境に飛び、また洞窟内には500羅漢と称される1553体の海市の仏群、さらには高く全長31メートルの日本最大の大仏も復元され、その他百尺間の地獄の時のスリル、関八州水中2州を後ろに収める10州1年代の建माथि हेर 築 न は多くの人々に称賛されているところでございます。सो हामी चाहिँ पुग्यौँ अलरेडी 3 PM भएर चाहिँ हामी यताउता जान पाएन। सो यही हो, यहाँबाट भ्यू हेर्न मात्र पाउँछ। अनि हामी चाहिँ यहाँ फाइनल्ली नोकोगिरीयामा आइपुग्यो होइन। चाँडो भयो अनि 3 बजी क्रस भएर चाहिँ त्यो कता कता के जानु नपाउनु रहेछ स्याड। सो अब चाहिँ हामी यता जाँदैछौँ। अगाडि के रहेछ यो के हो? कति बज्यो? 4 बजी त उसै त के अरे गाडीमा 1 घन्टा देखाएको बाटो अनि आउँदै अनि कति 2.5 घन्टा लाग्यो हामीलाई। अनि 4 जना नेभिगेसन भएर पनि काम लागेन। लेट भयो। खास यता अगाडि चाहिँ के हो थाहा छैन। कति जान चाहिँ हामी कता गइरहेको मान्छे हिँड्दै खास यस्तो हो कि यो यस्तो हो कि यो एरिया यो पुरै यस्तो हो के उयो हो खास यो हो के अरे ढिलो भएर आइडिया केही नभएर अब हामी यही हो केबल कार चढ्नु आउँछ। हामी चाहिँ फर्किँदै हो अब। फर्किँदैछौँ हामी चाहिँ। अपकमिङ भ्लगर हो पूजा पनि। च्यानल चाहिँ बनाएन। लेट्स गो। सो हामी चाहिँ अब यहाँबाट फर्किँदै हो। फेरि आउनेछौँ। फेरि आइन्छ कि यस्तो हो। यो ठाउँलाई बाई बाई भन्दै जाँदैछौँ। ओके लाला ओए यसको गाडी फोड्लाए ल हाम्रो ड्राइभर जी। ओके लेट गो। ओके बेबीलाई
मायालाई काठ के त छैन ल हामी चाहिँ अब खाजा खान आएको के अरे सी साइडमा सी हेर्दै खाइदिउँ भनेको के न के भयो नि त्यो माछै हो गाडी क्या पार्किङ गरेर हेरौँ न उहाँ छ त रेस्टुरेन्ट उता ल हामी चाहिँ अब खाजा खान्छौँ के देख्यौँ होइन सब माछाको आइटम भनेर फर्किन लगाइसकेको थियौँ तर जस माछै रहेछ नो ल त्यही भयो भने अलिअलि खाएर निक्लिनुपर्छ ओके जहाँ चिसो पानी हुन्छ भने कस्तो जाडोमा होइन आइस हालेर खान्छ त्यो मेनुमा हेर न त्यो चिसोमा पनि आइस किनेर ल हामी चाहिँ अब फर्किन्छौँ चाँडो भयो यहीँ खतरा थियो ग्रुप भयो भइहाल्यो के अरे ल खाजा खायो नट सो गुड हामी त्यति माछा लभर सी फुड लभर होइन सो चले जाए अब हम चाँडो 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 राम्रै खाऊँ क्या अब त बहुत तातो तातो राम्रै अब बाबु 100-100 मा हेड जाम हाइवेमा वी हेड जाम पछितिर चाहिँ हाइवेमा छिटो हुन्छ र हाइवे नै जाम छ आधी घन्टा भइसक्यो कति बेला निक्लिने हो ल हामी चाहिँ हिगासी चिबा डङ्की भइहाल्यो के अरे हिगासी चिबा यहीँ हो यही हो रामेनी हाम्रो चाहिँ खाजा खाने स्पट जहिलेकै के गर्नु सी फुड खान सकेन अघि सी फुडै मन परेन रामेन खाने हो साथीले चलाउनु त ठिकै हो पार्किङ चाहिँ अगाडि हाल्दा नि यस्तो याल हाल्न पऱ्यो ब्याग हाल्न पऱ्यो नि त 10 मिनट यहीँ पछाडि लगेर नि हामीलाई साले ल अब चाहिँ रामेन खानुपर्छ नि गएर रामेन खानुपर्छ घरको बङ्गोमा सुत्ने साथीलाई चाहिँ गाडी निकाल्न र पार्किङ गर्न नै समस्या छ हात बस्छ बिस्तारै आज कति भएर लिएको अस्ति त हो लिएको 2 दिन 3 दिन भयो होला मार्चमा आयो पार्किङ नभएर ल अब चाहिँ खाता जानेको रामेन वेटिङ लेट्स गो अब बाङबुङ खानुपर्छ खाएर जानुपर्छ ल भ्यायो खायो अब 40 चल्दिने हो आजको दिन यही भयो बाई बाई